नमस्ते। यो आफ्नो पेसा गरेर हिँड्ने राजनीतिक विषयमा नछिरौँ भन्ने चाहिँ मेरो चाहना थियो र यो लामो समयपछि आज मैले लगभग मेरो पहिलो पटक नेपालको राजनीतिको विषयलाई थोरै चित्त दुखाइ भएको हुनाले मैले आज एउटा भिडियो तयार गरेको छु। हिजो हाम्रो गृहमन्त्री रमेश लेखकज्यूले जुन हाम्रो पत्रकार सम्मेलन गरेर आफ्ना विषयहरू राख्नुभयो, त्यसमा मलाई केही चित्त नबुझेको कुराहरू मैले यहाँ जानकारी राख्न खोजेको। नेपालको अहिलेको परिस्थिति यस्तो भइसकेको छ कि यदि कुनै पनि इमान्दार मान्छेले इमान्दारै काम गरेको रहेछ भने पनि मैले गरेको होइन भनेर ऊ चाहिँ चोखो बन्ने स्थिति छैन। जुन एउटा झुन्डमा हामी छिरिसकेका छौँ, त्यो झुन्डले गर्दाखेरि त्यो इमान्दार मान्छे पनि बेमान भएको चाहिँ आशंका जनतामा आइसकेको छ हामीमा। रमेश लेखक भलाइ राम्रो मान्छे होलान्, मानिलिउँ उनले यो एयरपोर्टको चाहिँ जुन अहिले काण्ड चलिरहेको छ भिजिट भिजा भन्ने, यसमा सायद उनको कुनै हात नहोला मानिलिउँ। तैपनि अहिलेको जुन राजनीतिक परिस्थिति, हाम्रा राजनीति कर्मीहरू र हाम्रा लिडर मानिनेहरूले जुन हिसाबले काम गरेका छन्, जुन जनताको जुन मनमा उनीहरूले एउटा काँडा बिजाएका छन्, त्यसले गर्दाखेरि अहिले इमान्दार मान्छेलाई पनि हामीले र जनताको एउटा ठाउँबाट विश्वास गर्ने ठाउँ रहेको छैन। अब रमेश लेखकजीले काम गर्दाखेरि मेरो सुझाव चाहिँ के रहन्थ्यो भने, यदि तपाईँ चोखो मान्छे हो भने तपाईँले पत्रकार सम्मेलन गरेर आफ्नो सफाइ दिनुभन्दा तपाईँले चाहिँ म चोखो हो, म इमान्दार छु, मेरो यसमा कुनै पनि हात छैन र मेरो विषयमा तपाईँहरूले छानबिन गर्न म एउटा बाटो प्रशस्त बनाउँछु भनेर तपाईँले आफ्नो यो पदबाट चाहिँ राजीनामा दिएको भए तपाईँप्रतिको एउटा सम्मान अझै बढ्थ्यो र एउटा नेपाली राजनीतिमा एउटा यो संस्कार पनि बन्ने थियो। तपाईँले त्यो गर्न सक्नु भएन। तपाईँले त्यो गर्न नसक्नु भनेको तपाईँमा त्यसमा पनि केही कतै खोट छ कि भन्ने जनतामा हामीमा एउटा चाहिँ आशंका चाहिँ बनिरहेको हो। अझै पनि तपाईँको इमान्दारिताको यदि प्रमाण दिन चाहनुहुन्छ भने चाहिँ तपाईँको वरिपरिको मान्छेहरू जुन तपाईँको विषयमा बोल्दैछन् तपाईँ निर्दोष हुनुहुन्छ भनेर, निर्दोष त अहिले कोही पनि छैन। यदि कसैले म निर्दोष छु भनेर अहिले नेपाली राजनीति माहौलमा र यो सरकारमा बस्ने मान्छेहरू भन्छन् भने चाहिँ त्यो चाहिँ सबैभन्दा ठुलो चाहिँ यो दोषी चाहिँ हुन्छ। उसले चाहिँ सबैतिर चाहिँ खाना र गलत काम गर्न भइसकेको हुन्छ। यदि म नैतिक हिसाबले म पतन हुन चाहदिनँ, म नैतिक हिसाबले ठिक छु भन्ने तपाईँलाई लाग्छ भने चाहिँ तपाईँले राजीनामा गरेर चाहिँ आफ्नो पदे हैसियत, आफ्नो हैसियतलाई उच्च गर्नुहोस् र फेरि तपाईँले अर्को अवसर जनताले दिने गरेर काम गर्नुहोस्। र जुन अहिले काण्ड छ, त्यो काण्ड हामीले नबुझेको होइन, नदेखेको होइन, कतिपयले आफ्नै वरिपरिका मान्छे अनुभव गरेका छन्। सायद त्यो अनुभव मैले पनि गरेको हुनसक्छ। भिजिट भिजामा कसरी मान्छेहरूसँग पैसा लिएर सेटिङमा विदेश पठाइन्छ भन्ने कुरामा हामी अनभिज्ञ छैनौँ। त्यही भएको हुनाले यसमा पानीमाथिको ओभानो बनेर चाहिँ यो केही पनि छैन, सिस्टम राम्रोसँग चलेको छ भन्नेतिर चाहिँ नलाग्नुहोस्। सबभन्दा राम्रो के हो भने यो कुरा उठिसकेपछि त्यसलाई चाहिँ सही हिसाबले छानबिन गर्ने एउटा प्रक्रियामा जाउँ भन्ने चाहिँ बुझाइ चाहिँ हामी जनतामा चाहिँ हो। काम भइरहेको छ, गलत काम भइरहेको छ। विदेशबाट नेपालमा इलिगल्ली सामान आउने, नेपालका जुन जनताहरू इलिगल्ली बाहिर पठाउने दोष जनता हामी जाने व्यक्तिहरूमा सायद नहोला, उनीहरूको पनि बाध्यता हो। नेपालमा यदि सबै हिसाबले एउटा रोजगारी पाउन सक्ने स्थिति भएको भए कुनै पनि व्यक्ति जाने थिएनन्। र यसलाई अझै सरकारले बुझ्ने हो भने यो नियमलाई परिवर्तन गरेर यो संसार एउटा साँघुरो घेरामा आइसकेको छ।
नेपालको मान्छेलाई कुनै पनि देश जानलाई नेपालको सरकारले चाहिँ त्यसलाई ठुलो कुरा बनाइदिनु हुँदैन। उसको सुरक्षामा चाहिँ सरकारले एउटा वाचडगको रूपमा चाहिँ काम गर्नुपर्ने चाहिँ मैले चाहिँ देख्छु। यदि यो अहिले जुन काण्ड चलिरहेको छ भिजिट भिजा, यसलाई सहज बनाइदिउँ। एउटा नेपालमा रोजगारी नपाएको मान्छे म विदेश गएर रोजगारी गर्छु र मेरो परिवार म पाल्छु भन्ने उसले जुन इच्छा राख्छ, जुन हेतुले काम गर्छ भने त्यो चाहिँ सरकारले सहज बनाइदिनुपर्छ। यदि यो हामीले सहजता बनाइदियो भने चाहिँ भोलिको दिनमा कुनै पनि एयरपोर्टमा आफ्नो जिम्मेवारी सम्हालेका, अख्तियारी लिएर बसेका कुनै पनि व्यक्तिले चाहिँ दुःख दिने स्थिति आउँदैन र इच्छा लागेको व्यक्तिलाई चाहिँ नेपाल सरकारले भनेको देशहरूमा, सुरक्षित देशहरूमा जहाँ नेपाल सरकारले एउटा काम गर्ने श्रमको रूपमा नेपालबाट पठाइन्छ, भिजिटमा पनि पठाएर त्यो ठाउँमा जाँदै गर्दाखेरि उसको त्यो ठाउँको सुरक्षाको चाहिँ एउटा प्रत्याभूति गरेर यदि ऊ विदेश गएर पैसा कमाएर आफ्नो सन्तान राम्रोसँग पाल्छ भने चाहिँ त्यो स्थिति चाहिँ बनाइदिनुपर्छ भन्ने चाहिँ मेरो चाहिँ बुझाइ हो। यदि म सरकारमा हुँदै गर्दाखेरि चाहिँ मेरो जिम्मेवारी आउँथ्यो भने चाहिँ मैले चाहिँ यो एउटा खाने बाटो कि चाहिँ बन्दै गर्ने, जानै नदिने बनाउनु पर्यो। यदि यो बनाएको खण्डमा त्योसँग सम्बन्धित सबै मान्छेलाई कारबाही गर्नु पर्यो। कानुन त बनाएर हामी विदेश जान चाहिँ नपाउने, तर हामीले लाख, 2 लाख, 4 लाख तिरेर त्यो स्ट्याम्प हान्ने मान्छेलाई रिजाएर हामी जान चाहन्छौँ भने चाहिँ जान पाउने यो स्थिति चाहिँ हुन भएन। कि हुँदैन गराउनु पर्ने भयो। यदि हामीले विदेश इलिगली पठाउँछौँ भने त्यसलाई लिगलाइज गरेर चाहिँ एउटा बाटो चाहिँ प्रशस्त गरेर सबै व्यक्तिहरूलाई चाहिँ एउटा चाहिँ बाटो चाहिँ खुलाउन चाहिँ मेरो तर्फबाट चाहिँ मेरो चाहिँ आग्रह हो यो सरकारलाई चाहिँ। र यसमा सबैको ध्यान आकर्षण हुनुपर्छ र हामी आफै पनि सचेत हुनुपर्ने स्थिति छ। र हामी सचेत हुँदा हामीले दुःख पाउँछौँ भने त्यो ठाउँमा राज्यले हामीलाई हेर्ने एउटा जुन कर्तव्य छ त्यो कर्तव्यबाट बाहिर जान मिल्दैन। सत्तालाई एउटा हाम्रो बागडोर बनाएर हामीले कानुनलाई बेचेर जुन काम गर्ने एउटा परिस्थिति बनेको छ हाम्रो सरकारी मातहतका जुन ठाउँहरूमा त्यो चाहिँ बन्द हुनुपर्छ भन्ने चाहिँ मेरो हो।